Hi guys, welcome to Rebecca's channel. आज चाहिँ हाम्रो दुईजनाको विक अफ छ मन्डे। सो हामी चाहिँ यहाँ पोस्ट अफिस जाँदैछ यिनीहरूको कामको लागि। यिनीहरूले चाहिँ लुगा बेसी भयो अरे नि त एयरपोर्टमा बेसी तिर्नुपर्छ भनेर चाहिँ पोस्ट अफिसबाट तिरेरलाई लाने अरे हो। अन्त अब हामी जाँदैछ पोस्ट अफिस। अन्त अझै हामी एक जग्गा पनि जाने। हाम्रो चाहिँ के भन्छ यहाँ मदुराईमा एक्जिबिसन लागिरहेको छ थाइल्यान्ड र कोरियाको। अन्त त्यो पनि हेर्नु जाने हामी चाहिँ। सो स्टे ट्युन। यहाँ चाहिँ अहिले हामी घरको बाहिर चाहिँ क्याबको लागि वेट गरिरहेको छ। सो वेटिङ। अब चाहिँ हाम्रो क्याब आयो। अब हामी गएको। अहिले चाहिँ हामी क्याबमा चढिसक्यो। अन्त यहाँ चाहिँ बहिनी छ। हाई भन्दै। यहाँको पोस्ट अफिस कत्रो छ। बाथरुममा जाँदैछ हामी। बहिनी चाहिँ उयो बोकेर म पनि यहाँ पार्सल बोकेर त्यसले पनि पार्सल बोकिरहेको छ। ए पोस्ट अफिस कत्रो ठुलो छ। हामी चाहिँ बल्ल आफ्नो काम गरेर एकदम खुसी भएर निक्लेको पोस्ट अफिसबाट। यहाँको तर कस्तो राम्रो सर्भिस भन्दै एकदम स्विट मन पऱ्यो मलाई। एकदम हामीलाई कस्तो मजाले भन्यो है। यहाँ चाहिँ यस्तो हुन्छ चिया दोकानहरू। यहाँ चाहिँ पोस्ट अफिसको छेउमा यस्तो के खाने दोकानहरू छ। यहाँको चाहिँ यस्तो हुन्छ इडली डोसा भातहरू पाउने। अन्त यहाँ चाहिँ मेन रोड। अहिले हामी क्याबको लागि वेट गरिरहेको छ। फेरि हामी एक्जिबिसन जाने नि त यही होला हाम्रो क्याब आयो। अन्त यहाँ चाहिँ पोस्ट अफिस हामी चाहिँ आइपुग्नु आँट्यो। यताबाट आइछ उताबाट होइन। हामी चाहिँ एन्ट्री हुँदैछ। भित्र गएर तपाईँलाई देखाउँछु। यहाँ चाहिँ फर्स्ट यो यसरी टिकट यता यसरी टिकट काट्नु पर्ने रहेछ। अन्त यहाँ चाहिँ अब फर्स्टको यहाँ चाहिँ सोफाहरू रहेछ। Turkish carpet. म त मेरो घर यहाँ भात म त किन लोग्थ्यो। खालि यस्तै जग्गामा मात्रै मैले उयो पो गर्छु त है। राम्रो राम्रो भेट्छु। फेरि हाम्रो उयो घरै हुँदैन क्या त्यहाँ चाहिँ। यहाँ चाहिँ यस्तो राम्रो राम्रो पाउँछ नि। कुन चाहिँ ए यो काउचहरू चाहिँ हाम्रो सलुनमा पनि छ। सोफा यहाँ चाहिँ सबै रकहरू
यहाँ चाहिँ भित्र रहेछ मेसिन्सहरू क्ले आर्ट अरे क्ले आर्ट सबै क्ले म त मेरो घर यहाँ भए पनि किनेर लुक्थेँ जस्तै भयो है मलाई जहिले म त्यस्तै हुन्छ पनि यस्तो एक्सपोतिर आयो भने उयो घरतिर गन्छ केही पाउँदैन फेरि हो यता अर्काको जग्गामा बसेर चाहिँ नाना सिक्नु थाल्नु के राम्रो बाउ हो त्यो त के त फ्रेग्रेन्स आयो है कस्तो सानो सानो के रेबिटहरू के राम्रो है सानो सानो सबै भिडियो गरेर आएर चाहिँ हेर्नु पर्यो मजाले चाहिँ लुगाहरूको रहेछ यता चाहिँ बेसी भिड छैन रहेछ कति भिड छ है त्यहाँ यहाँ चाहिँ यस्तो लुगाहरू कुर्तीहरू स्यान्डल्स अन्त के कुर्तिजहरू कुर्ताहरू साडी Hey!
बहिनीले चाहिँ यो किन्ने अरे मैले यसलाई चुज गरिदिएको नभए यो मन पराइरहेको थिएँ यसले यो घिनै लाग्दो यो कस्तो राम्रो छ कालो भएर त्यसलाई त्यो मन परेको अरे मैले चाहिँ त्यसलाई यो चुज गरिदिएको यो किन राम्रो छ भनेर फेरि यहाँ चुज गर्दैछ यसले न छैन नि यो पो मान्छे हो नि त यस्तै मनपर्छ नि त के गर्नु के अरे यस्तै मनपर्छ नि त के लानु लोक न कुनै गार्डनमा छ नि एउटा भन्न कुन चाहिँ यही त्यही लान्छु यही लाने रे सो यो जस्तै क्युट छ नि त हामी चाहिँ यो लिने यो चाहिँ मेरो बहिनीको चाहिँ यो पो अन्त त्यहाँदेखिको यो त्यसलाई यो किनकि मेरो त अलरेडी छ घरमा अर्को सो आइम नट टेकिङ दिस वान अब चाहिँ हामी एक्जिबिसनबाट निस्किसक्यो सो एक्जिबिसनमा त्यति खास त थिएन कि पनि है त्यति खास थिएन मतलब अब अरूको लागि मन पऱ्यो होला तर हामीलाई चाहिँ त्यति खास लागेन र यहाँको मान्छेहरूलाई चाहिँ मनपर्छ किनकि हाम्रो त उता यस्तो स्टफहरू पाइरहेको छ नि तर यताको मान्छेलाई चाहिँ यो चाहिँ रेयर हो किनकि एक्जिबिसनहरूतिर मात्रै प्राइस जस्तै पाउँछ सो यहाँ अहिले हामी बाहिर बसिरहेको छ एकछिन वेट गरेर क्याब बुक गरेर जाने यहाँ चाहिँ फेरि हामी एन्टर भएको छ फेरि पनि किनकि यहाँ के भन्छ पिक्कलहरू रहेछ नि त अन्त पिक्कलहरू फेरि खानाहरूसँग खानुलाई राम्रो हुन्छ भनेर चाहिँ हामी यहाँ फेरि पसेको छु अन्त हामीले पिक्कल पनि लिइसक्यो मैले चाहिँ यो लियो किनकि हाम्रो उता वेस्ट बेङ्गलको टेस्ट जस्तै हुँदो रहेछ यो चाहिँ त्यही लागि हामीले त्यो लियो यहाँ भेराइटी काइन्ड अफ पिक्कल छ यहाँ चाहिँ हामी भर्खर आइपुगेको अन्त उहाँ हाम्रो क्याबले हामीलाई छोडिदियो अन्त यहाँ चाहिँ सब्जी मन्डी हो कत्रो ठुलो सब्जी मन्डी लाग्छ अहिले चाहिँ बन्द हुनु आँटेको रहेछ यो चाहिँ किनकि आज हामीलाई सब्जी पनि लिएर जानुपर्ने छ चामल पनि लिएर जानुपर्ने छ अन्त बहिनीले एकछिन पर्खिनु न हामी उयो गर्ने भने नि त उयो सब्जीहरू किन्ने भने नि त अहिले त्यही लागि यहाँ वेट गरेको बन्द पनि हुनु आँटेको रहेछ हामी चाहिँ यस्तो हालत भइरहेको छ यस्तो घाममा बाहिर निस्केर चाहिँ मर्ने बेला भइसक्यो अब त घर आइपुग्नु आँट्यो हाम्रो गरमले मरे घर आइपुग्नु आँट्यो अब 3 मिनट्स जस्तै बाँकी छ होला आज हामी क्याबमा नआएको मतलब आधी बाटोसम्म आयो अन्त हामीलाई सब्जीहरू किन्नु पर्थ्यो नि त है सब्जीहरू किन्नु पर्थ्यो फेरि त्यहाँ मतलब अर्ग्यानिक सामान जस्तै पाउँछ नि त मतलब घरको बारीमा उयो गरेकोहरू तिनीहरूले सेल मतलब बजार लाउँछ नि त त्यही कारणले यहाँ चाहिँ शीतल रहेछ यो उयो छेलेर अन्त त्यस्तै त्यहीँबाट पनि अन्त अन्डा किन ल्याएको मैले चाहिँ मेरो हस्बेन्डले खान्छ नि त पौष्टिक जिनिस खाओस् न नि बिना केमिकलको उसलाई जिउमा पनि लाग्छ यस्तो अर्ग्यानिकहरू देख्यो भने म त ल्याइदिइहाल्छु उसको लागि अन्त उसले मन पराउँछ नि त हाम्रो घरको छेउमा यहाँ हाम्रो गल्ली आइपुग्यो नि त अन्त हाम्रो गल्लीको छेउमा चाहिँ यहाँ अङ्कलको दोकान छ यहीँबाट हामी इमर्जेन्सी सामानहरू लिनु पऱ्यो भने यहीँबाट लिन्छ उयोले चाहिँ अब यस्तो घाममा हामी निम्बु पानी बनाइकन खाने भनेको नि त अनि चिसो पानी किन्नु गएको छ ओइ छ रहेछ छ अरे यहाँको मान्छेहरू यताको मान्छेहरू अब चाहिँ हाम्रो घरमा आइपुग्यो हामी चढ्दैछ माथि हाई अङ्कल कैसे अंकल बहुत दिन बाद दिखाई दिया तो बाय डाइरेक्ट तल बाई गरिदियो क्या भर्खर आयो गरम यस्तो घाम हुन्छ कहिले पनि उयो लाग्दैन नि के अरे कहिले पनि गरम जाडो हुँदैन यहाँ तपाईँहरूलाई म अन्डा देखाइहाल्छु ल घरको अन्डा किनकि यहाँ यतातिर चाहिँ नि अर्ग्यानिक जिनिस पाउनु भनेको चाहिँ कहाँ हो नि त अन्डा ल्यायो मेरो हस्बेन्डको लागि किनकि यो चाहिँ देसी अन्डा अरे घरको अन्डा अरे है ओके आजको लागि यति नै हामी घर आइपुग्यो अन्त अब हामी रेस्ट गर्छौँ निम्बु पानी खाएर बहिनीले बनाउँदैछ हो अन्त द्याट्स इट फर टुडे डु लाइक सब्सक्राइब माई च्यानल अन्त बाई